जय मसीह मेरा सबै प्यारा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म आज तपाईँहरूको माझमा वचन लिएर आएको छु जुन चाहिँ लुका 10:19 लेखिएको छ। म चाहिँ आज तपाईँहरूको माझमा चाहिँ यस वचनको बारेमा चाहिँ सम्पूर्ण अर्थ खोल्नेछु। यदि तपाईँहरूलाई मनपर्छ भनेपछि लाइक, कमेन्ट र फलो पनि गरिदिनु होला। र यस वचनमा चाहिँ यो तरिकाले लेखिएको छ, हेर मैले तिमीहरूलाई सर्प र बिच्छीहरू कुल्चने र शत्रुको सबै शक्तिमाथि अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि गर्ने छैन। यो वचन लुका 10:19 गहिरो रूपमा बुझ्दा यसको अर्थ केवल शब्द मात्र होइन है, एउटा आत्मिक शक्ति, सुरक्षा र अधिकारको सन्देश पनि हो। येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यो वचन भन्नुभएको बेला उहाँले उनीहरूलाई संसारमा पठाउँदै हुनुहुन्थ्यो है। उहाँले भन्नुभयो कि तिमीहरू कमजोर छैनौ, तिमीहरू असहाय छैनौ, तर मबाट तिमीहरूलाई अधिकार दिइएको छ है। र त्यसै गरी नै त्यो वचनको चाहिँ गहिरो अर्थमा जानु पर्दाखेरि चाहिँ त्यो वचनको चाहिँ गहिरो अर्थमा बुझ्नु पर्दाखेरि चाहिँ हेर मैले तिमीहरूलाई सर्प र बिच्छीहरू कुल्चने अधिकार दिएको छु। र यसको मतलब चाहिँ के रहेछ त, यहाँ सर्प र बिच्छी भन्ने कुरा वास्तविक जनावर मात्र होइन है। जस्तै कि यहाँ वचनमा लेखिएको छ सर्प र बिच्छी लेखिएको छ र यस वचनमा यो जनावरलाई मात्र होइन है, यसमा चाहिँ वास्तविक जनावरलाई मात्र देखाइएको होइन। यो चाहिँ के कुरालाई हो त, यो चाहिँ पाप, डर, शत्रुता, शैतानको चाल र नकारात्मक आत्मिक शक्तिहरूको प्रतीक पनि हो है। येशू भन्नुहुन्छ कि तिमीहरू अब ती खराब कुराहरूको अधीनमा छैनौ, बरु तिमीहरूलाई तीमाथि जित्ने शक्ति दिएको छ। यस वचनको चाहिँ मतलब चाहिँ के रहेछ त, येशूले के भन्नुभएको छ, तिमीहरू अब ती सबै खराब कुराहरूको अधीनमा छैनौ है, बरु तिमीहरूलाई तीमाथि जित्ने शक्ति दिएको छ। र शत्रुको सबै शक्तिमाथि अधिकार, यसको मतलब जीवनमा आउने जुनसुकै कठिनाई, परीक्षा, डर, असफलता वा दुष्ट शक्तिहरू ती सबैभन्दा माथि परमेश्वरले तिमीलाई खडा हुन सक्ने बनाउनु भएको छ। तिमी कमजोर होइनौ, तिमीलाई आत्मिक रूपमा बलियो बनाउनु भएको छ है। र त्यसपछिको चाहिँ वचनमा चाहिँ र कुनै कुराले तिमीहरूलाई हानि गर्ने छैन। र यसको मतलब कि यो वचनले पूर्ण सुरक्षा जनाउँछ है, सम्पूर्ण कुराहरूबाट चाहिँ सुरक्षा जनाउँछ। यसको अर्थ जीवनमा कहिल्यै समस्या आउँदैन भन्ने होइन, तर परमेश्वरको सुरक्षा तिमीहरूसँग हुनेछ र आत्मिक विजय तिम्रै हुनेछ भनेर चाहिँ भन्नुभएको छ। र यसलाई चाहिँ सरल रूपमा बुझ्दाखेरि चाहिँ येशूले भन्नुभएको छ, तिमी एक्लो छैनौ, म तिमीलाई शक्ति दिएको छु, डराउनु पर्दैन, मसँगको अधिकारले तिमी विजयी हुनेछौ।